रोपाईँको त्योले हतारले एकदम धेरै धेरै बिजी छ अरे रोपाईँमा के भन्छ नि होइन। हाम्रो त त्यस्तो पानी पनि छैन, पानी पनि पर्दैन। अनि हामी चाहिँ एकदम असारको 17 गते सकिँदा पनि रोपाईँको केही सुरसार नै छैन है। अनि बाख्राको गोठालो आएको यहाँनिर, बाख्राको गोठालो फुर्सदमा बनाएर यस्तो हाम्रो यहाँनिरबाट देख्ने टक्क लाएर भ्यूहरू यो पारी चाहिँ कटुन्जे उता साइडमा देख्ने यो गाडी कटुन्जे त्योभन्दा उता पारी चाहिँ के भन्छ हामी पढ्ने स्कुल सेकेन्डरी मान्बु भनेर चिनिन्छ। त्योभन्दा उता पारीकोलाई मान्बु भनेर चिनिन्छ त्यो पारीको त्योलाई। अनि त्यसपछि त्यो बसेरी बेसी भयो, त्योभन्दा उताको डाँडालाई बसेरी भन्छ दार्जिलिङ साइड। त्यो पारी देखिने चाहिँ त्यो पारीको चाहिँ स्यामराङ हो। स्यामराङभन्दा यता हिरकुना के कुनाहरू हो। अनि योभन्दा यता चाहिँ हामी बस्ने कुना हो है गाइस। यसमा न रोड छ न कुनै एउटा सामान किन्नको लागि पसल नै छ, केही छैन। यो ठाउँ चाहिँ पहिरोले ओसार्यो भने मलाई माया लाग्दैन। बाख्रा चराउन जाँदाखेरि यस्तो बाटो हिँड्नुपर्छ गाई चाहिँ। फेरि चप्पल पनि कस्तो दामी लागेको छ हेर्नु नि गाई चाहिँ। नयाँ नेपालको नयाँ सिस्टमको चप्पल के भएन त्यस्तै हो। यहाँतिर फेरि छेकनिर चाहिँ पानी छ। तपाईँ चाहिँ त्यो सुक्खा नै छ कि बाख्रा छ कि यस्तो गर्नुपर्छ गाई। बाख्रा जस्तै यस्तो गर्नुपर्छ। मलाई धेरै दुःख दिने बाख्रा चाहिँ यही बाख्राहरू हो। सालेहरूलाई थकै नै लाग्छ गाइस, के गर्नु त अब यस्तो डाँडा पाखामा है। माथि पालेर थकै नै लाग्छ यस्तो डाँडा पाखामा बाख्रा चलाउँदै नमिल्ने गर्दाखेरि पसिनै आउँछ गाइस, के गर्नु र। फेरि यसो दौडेर आएपछि टक्क लाएर यस्तो खालको चौतारामा यो शीतल हावा खानलाई एकदम फ्रेस हावा खानलाई एकदम मजा आउँछ गाइस। तपाईँहरू पनि गर्मीमा भइरहेको छ भने यहाँतिर आएर यो छरामा बसेर चाहिँ मजाले आनन्द लिन सक्नुहुन्छ। फ्रीमा है, पैसा लाग्दैन। फेरि टक्क लाएर यत्रो ठुलो छ है यो अब